आजको हाम्रो छलफलको विषय हो विश्वास। हामी सबैलाई थाहा छ यो महत्त्वपूर्ण छ, चाहे त्यो विद्यालय होस्, अफिस होस् वा हाम्रो व्यक्तिगत सम्बन्ध नै किन नहोस्। हो, एकदमै। तर यदि यो यति नै महत्त्वपूर्ण हो भने यसलाई बनाउन र कायम राख्न किन यति गाह्रो छ? हो नि। आज हामी यही प्रश्नको अलि गहिराईमा पुग्ने प्रयास गर्नेछौँ। हामीसँग दुईवटा स्रोतहरू छन्। एउटाले विद्यालयको संस्कृतिमा विश्वासको भूमिकाबारे बताउँछ र अर्को चाहिँ द थिन बुक अफ ट्रस्टका लेखक चार्ल्स फेल्टम्यानसँगको अन्तर्वार्ता हो। निकै रोचक स्रोतहरू छन्। हो, हाम्रो उद्देश्य यी स्रोतहरूलाई केलाएर विश्वास कसरी अमूर्त भावना मात्र नभएर ठोस व्यवहारबाट निर्माण गर्न सकिन्छ भन्ने कुरा पत्ता लगाउनु हो। ल सुरु गरौँ। एउटा स्रोतमा एउटा गहिरो कुरा भनिएको छ, विश्वास कुनै नीति होइन, यो एउटा अनुभव हो। यो वाक्यले मलाई साँच्चै सोचमग्न बनायो। ए हो। हामी नियम बनाएर विश्वास जोगाउन सक्दैनौँ होइन, यो त मानिसहरूले दिनदिनै गर्ने व्यवहार र अनुभवबाट आउने कुरा रहेछ। ठिक भन्नुभयो, यो त अनुभवै हो। ल यहीबाट सुरु गरौँ न। विद्यालय जस्तो ठाउँमा जहाँ शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन सबै हुन्छन्, त्यहाँ विश्वासको अनुभव कसरी सृजना गर्ने त? यो एकदमै राम्रो सुरुवात हो। पहिलो स्रोतले ठिक यही कुरालाई समातेको छ। जब विश्वास टुट्छ तब दोषारोपण, भ्रम र एकअर्कालाई सहयोग नगर्ने जस्ता समस्याहरू देखिन थाल्छन्। तर जब विश्वास हुन्छ, मानिसहरूले जिम्मेवारी लिन्छन्, मिलेर काम गर्छन् र जोखिम मोल्न पनि डराउँदैनन्। यो अनुभव सृजना गर्न स्रोतले 5वटा मुख्य आइडिया दिएको छ, जसलाई विश्वासको आधारस्तम्भ भन्न सकिन्छ। 5वटा आधारस्तम्भ? हो। ठिक छ, पहिलो के हो त? पहिलो हो प्रदर्शनभन्दा उद्देश्यलाई प्राथमिकता दिनु। पर्पज बिफोर पर्फर्मेन्स। पर्पज बिफोर पर्फर्मेन्स? हो। यसको मतलब हो हामीले के गरिरहेका छौँ भन्दा पनि हामी त किन गरिरहेका छौँ भन्ने कुरा स्पष्ट हुनुपर्छ। किन भन्ने कुरा? जब शिक्षक र विद्यार्थीहरूले आफ्नो कामको पछाडिको किन बुझ्छन्, तब विश्वास आफै बढ्छ। जस्तै परीक्षामा राम्रो अङ्क ल्याउनु मात्र प्रदर्शन भयो, तर ज्ञान र सिप विकास गरेर जीवनमा सफल हुनु त्यो उद्देश्य हो। बुझे। जब उद्देश्यमा ध्यान केन्द्रित हुन्छ, अङ्क आफैमा एउटा माध्यम मात्र बन्छ, अन्तिम लक्ष्य होइन। एक्ज्याक्टली। तर यो अलि आदर्शवादी सुनिन्छ। व्यवहारमा त शिक्षकहरूलाई परीक्षाको नतिजाकै आधारमा मूल्याङ्कन गरिन्छ नि, होइन र? यस्तोमा उद्देश्यमा मात्रै कसरी ध्यान दिने? एकदमै व्यावहारिक प्रश्न हो। स्रोतले भन्न खोजेको कुरा नतिजालाई बेवास्ता गर्ने भन्ने होइन, तर नेतृत्वले नतिजा मात्रै नसोधेर त्यो नतिजासम्म पुग्ने उद्देश्यमूलक प्रक्रियाबारे पनि छलफल गर्नुपर्छ। जब नेतृत्वले हाम्रो उद्देश्य विद्यार्थीलाई सफल बनाउनु हो र यो परीक्षा त्यसको एउटा पाटो मात्र हो भन्ने सन्देश दिन्छ, तब शिक्षकहरूले पनि त्यही अनुसार सोच्न थाल्छन्। उद्देश्य स्पष्ट नहुँदा मानिसहरू प्रक्रियामा अल्झिन्छन् र निराश हुन्छन्। बुझे। अब दोस्रो सिद्धान्तमा जाउँ। दोस्रो, साझा जवाफदेहिता, शेयर्ड अकाउन्टेबिलिटी। साझा जवाफदेहिता। हो। विश्वास तब बलियो हुन्छ जब जवाफदेहिता एकतर्फी हुँदैन। शिक्षकले विद्यार्थीलाई मात्र वा व्यवस्थापनले शिक्षकलाई मात्र दोष दिने होइन, सबैले जिम्मेवारी लिनुपर्छ। स्रोतले एउटा गजबको उदाहरण दिएको छ। उच्च विश्वास भएका विद्यालयहरूमा शिक्षकहरूले मेरा विद्यार्थीहरू भन्नुको सट्टा हाम्रा विद्यार्थीहरू भन्न थाल्छन्। वाह, यो मेरोबाट हाम्रोमा जाने सोचको परिवर्तन त निकै शक्तिशाली लाग्यो मलाई। तर यो भन्न जति सजिलो छ, गर्न त्यति नै गाह्रो होला है? गाह्रो त छ। किनकि शिक्षकहरूलाई त प्राय आफ्नै कक्षाको नतिजाको आधारमा मूल्याङ्कन गरिन्छ। यसले त पुरै प्रणालीमै परिवर्तनको माग गर्छ। हो, यसले प्रणालीगत परिवर्तनको माग गर्छ। तर यो सानो सानो कुराबाट सुरु हुन्छ। जस्तै एउटा शिक्षकको कक्षामा कुनै विद्यार्थीले सङ्घर्ष गरिरहेको छ भने अरू शिक्षकहरूले पनि सहयोगको लागि हात बढाउनु, हामी मिलेर के गर्न सक्छौँ भनेर सोध्नु। सहकार्यको भावना हो। जब असफलतालाई व्यक्तिगत कमजोरीको रूपमा होइन, सामूहिक चुनौतीको रूपमा हेरिन्छ, तब दोषारोपणको संस्कृति हराउँछ र विश्वासको वातावरण बन्छ। ठिक छ। तेस्रो सिद्धान्तले प्रक्रियामा जोड दिन्छ, होइन त? हो, तेस्रो हो परिणाम भन्दा प्रक्रियामा जोड दिनु,
प्रोसेस ओरिएन्टेसन। प्रोसेस। अन्तिम नतिजा त महत्त्वपूर्ण छँदैछ, तर त्यहाँसम्म पुग्ने बाटो स्पष्ट र भरपर्दो भएन भने मानिसहरू डराउँछन् र प्रतिरोध गर्छन्। त्यो त हो। जब विद्यार्थीहरूलाई कुनै असाइनमेन्ट कसरी गर्ने भनेर चरण चरणमा सिकाइन्छ, जस्तै पहिले रिसर्च कसरी गर्ने, त्यसपछि आउटलाइन कसरी बनाउने अनि ड्राफ्ट कसरी लेख्ने, उनीहरूको चिन्ता कम हुन्छ। उनीहरूले एउटा बाटो देखिन्छ। हो, उनीहरूलाई थाहा हुन्छ कि उनीहरू एक्लै छैनन्, एउटा प्रणालीले उनीहरूलाई सहयोग गरिरहेको छ। यसले शिक्षकको क्षमतामाथिको विश्वास बढाउँछ। तर परिणाम पनि त महत्त्वपूर्ण छ नि। प्रक्रियामा मात्रै ध्यान दिँदा अन्तिम लक्ष्यबाटै भड्किने खतरा हुँदैन र? स्रोतले यो सन्तुलनबारे केही भन्छ? एकदम। स्रोतले प्रक्रियालाई परिणामको विकल्पको रूपमा हेरेको छैन, बरु परिणामसम्म पुग्ने भरपर्दो माध्यमको रूपमा हेरेको छ। बलियो प्रक्रियाले राम्रो परिणाम दिने सम्भावना बढाउँछ। जब प्रक्रियामा विश्वास हुन्छ, मानिसहरू एक दुई पटक असफल हुँदा पनि हताश हुँदैनन्, किनकि उनीहरूलाई थाहा हुन्छ कि प्रक्रियाले उनीहरूलाई सही बाटोमा फर्काउन मद्दत गर्छ। राम्रो कुरा। अनि चौथो सिद्धान्तले सिकाइलाई अझ व्यक्तिगत बनाउँछ जस्तो लाग्यो। हो, चौथो हो सिकाइलाई जोश र आकांक्षासँग जोड्ने, कनेक्टिङ लर्निङ टु प्यासन। प्यासन। जब विद्यार्थीहरूले आफूले पढिरहेको कुरालाई आफ्नो रुचि, वास्तविक जीवन वा भविष्यको लक्ष्यसँग जोड्न सक्छन्, तब उनीहरूको प्रेरणा बाहिरी दबावले होइन, भित्री हुन्छ। भित्री प्रेरणा। इतिहास पढ्ने विद्यार्थीलाई यदि ऊ भविष्यमा वकिल बन्न चाहन्छ भने पुराना मुद्दाहरू र त्यसले समाजमा पारेको असरबारे अनुसन्धान गर्न लगाउन सकिन्छ। यसो गर्दा सिकाइ बोझ होइन, अवसर बन्छ। र अन्तिम पाँचौं सिद्धान्त? पाँचौं हो तोड्ने होइन, निर्माण गर्ने परिणामहरू, consequences that build, not break। यो त एकदम महत्त्वपूर्ण छ। हो, गल्ती गर्दा सजाय दिने वा नकारात्मक प्रतिक्रिया दिने चलनले प्राय डर मात्र पैदा गर्छ, सुधार गर्दैन। यसको सट्टा स्रोतले सकारात्मक कुराहरूमा जोड दिन सुझाव दिन्छ, जस्तै लिखित प्रशंसा, मेरिट कार्ड वा सार्वजनिक रूपमा सम्मान। स्रोतमा एउटा राम्रो भनाइ छ, जुन कुरालाई मान्यता दिइन्छ त्यो दोहोरिन्छ। जब राम्रो कामको कदर हुन्छ, मानिसहरू त्यही काम फेरि गर्न उत्प्रेरित हुन्छन्। यसमा प्रतिक्रिया मतलब फिडब्याकको पनि कुरा छ, स्यान्डविच फिडब्याक मोडल। हो, त्यो पनि छ। पहिले सबल पक्ष, त्यसपछि सुधार गर्नुपर्ने क्षेत्र र अन्त्यमा फेरि प्रशंसा र अगाडिको बाटो देखाउने। यो मोडलले आलोचनालाई पनि ग्रहण गर्न सजिलो बनाउँछ र विश्वास टुट्न दिँदैन। हो, किनकि यसले व्यक्तिलाई आक्रमण गरेको महसुस गराउँदैन। यसले भन्छ, म तिम्रो क्षमता देख्छु र म तिमीलाई अझै राम्रो बन्न मद्दत गर्न चाहन्छु। यसले व्यक्तिको आत्मसम्मानलाई जोगाउँदै सुधारको लागि ठाउँ दिन्छ, जुन विश्वास कायम राख्नको लागि एकदमै महत्त्वपूर्ण छ। विद्यालयको लागि यी 5 सिद्धान्तहरू एकदमै व्यावहारिक छन्, तर यिनीहरू सबै एउटा मूल कुरामा निर्भर छन्। विश्वास आफैमा के हो, यो अलि अमूर्त र व्यक्तिगत सुनिन्छ। त्यही त। हाम्रो दोस्रो स्रोत चार्ल्स फेल्टम्यानको अन्तर्वार्ताले ठिक यही अस्पष्टतालाई चिर्ने प्रयास गर्छ। हो, फेल्टम्यान भन्छन् कि धेरै जसो संस्थाहरूमा विश्वासबारे कुरा गर्न मानिसहरू हिचकिचाउँछन्, किनभने यो धेरै अस्पष्ट लाग्छ। देखेपछि थाहा हुन्छ जस्तो। हो, तर परिभाषित गर्न सक्दैनन्। यही समस्यालाई समाधान गर्न उनले विश्वासलाई 4वटा ठोस र मापन गर्न सकिने क्षेत्रमा विभाजन गरेका छन्। यसले विश्वासबारे कुरा गर्न सजिलो बनाउँछ। त्यो त निकै उपयोगी हुने भयो। के हुन् ती 4 क्षेत्रहरू? पहिलो हो हेरचाह, केयर। हेरचाह। यसको सीधा अर्थ हो तपाईले निर्णय गर्दा र काम गर्दा आफ्नो मात्र होइन, मेरो पनि हितको ख्याल राख्नुहुन्छ भन्ने मलाई विश्वास छ। यो तपाईँ मेरो भलो चाहनुहुन्छ भन्ने भावना हो। यो त एकदमै भावनात्मक जस्तो सुनिन्छ, तर महत्त्वपूर्ण छ। यो व्यावसायिक सम्बन्धको भावनात्मक जग्ने हो। दोस्रो हो इमानदारी, सिन्सियरिटी। सिन्सियरिटी। यो सत्यता र निष्ठाको संयोजन हो। यसको मतलब तपाईले जे भन्नुहुन्छ त्यो सत्य हो र तपाईको भनाइ र गराइमा एकरूपता छ। तपाई एउटा कुरा भनेर अर्कै गर्नुहुन्न। तर व्यवहारमा यो कायम राख्न गाह्रो होला। कहिलेकाहीँ परिस्थिति बदलिन्छ र नेताहरूले आफ्नो योजना परिवर्तन गर्नुपर्छ। त्यस्तो अवस्थामा इमानदारी कसरी देखाउने त?
मानिसहरूले पहिला एउटा कुरा भनेको थियो अहिले अर्कै गर्यो भनेर विश्वास गुमाउँदैनन् र? यो उत्कृष्ट प्रश्न हो। फेल्टम्यानका अनुसार इमान्दारी भनेको कहिल्यै परिवर्तन नहुनु होइन, यो त परिवर्तन हुँदा पनि पारदर्शी हुनु हो। पारदर्शी हुनु हो। यदि योजना बदल्नु परेमा किन बदल्नु पर्यो, त्यसको कारण के हो र नयाँ योजना के हो भनेर खुलेर कुरा गर्नु नै इमान्दारी हो। लुकाउनु वा बहाना बनाउनुले चाहिँ विश्वास तोड्छ। ठिक छ। तेस्रो र चौथो क्षेत्रहरू के हुन्? तेस्रो हो विश्वसनीयता, रिलायबिलिटी। यो तपाईले गरेका विशेष प्रतिबद्धताहरू पूरा गर्ने कुरा हो। यदि तपाईले म बिहीबार दिउँसोसम्म रिपोर्ट पठाउँछु भन्नुभयो भने तपाईले त्यो समयमा पठाउनुहुन्छ। वाचा पूरा गर्ने हो। र चौथो हो सक्षमता, कम्पिटेन्स, अर्थात् तपाईमा जुन काम दिएको छ त्यो गर्नका लागि आवश्यक ज्ञान, सिप र अनुभव छ। र यदि छैन भने तपाईँ त्यो कुरा स्वीकार गर्नुहुन्छ र मद्दत माग्नुहुन्छ। नजानेको कुरामा पनि जान्ने प्रिटेन्सन गर्नुहुन्न। अन्तर्वार्तामा हेरचाहको क्षेत्रमा एउटा डरलाग्दो कथा छ। एक म्यानेजरले आफ्नो नयाँ कर्मचारीलाई भनेछन्, तिमीमाथि मेरो 24 घण्टा अधिकार छ। उफ। एकछिन रोकौं, तिमीमाथि मेरो 24 घण्टा अधिकार छ। यो वाक्यले नै कति घेरै कुरा भन्छ। यसले कर्मचारीलाई मान्छे होइन, एउटा साधनको रूपमा हेरिएको देखाउँछ। यो त विश्वासको हत्या गर्नु बराबर भयो। हो नि। यसको ठीक विपरीत अर्को म्यानेजरको उदाहरण दिएको छ, जसले हप्तौं पहिले भएको कुराकानीको सानो विवरण पनि सम्झन्थे, जस्तै कर्मचारीको बच्चाको नाम वा उसको रुचिको बारेमा। सानो कुराले ठूलो असर पार्ने हो। यसले कर्मचारीलाई आफू महत्त्वपूर्ण भएको र आफ्नो कुरा सुनिएको महसुस गराउँथ्यो। यो सानो कुराले हेरचाहको ठूलो सन्देश दिन्छ। अन्तर्वार्तामा भनिएको छ कि कर्मचारीहरूले शीर्ष व्यवस्थापनमाथि अविश्वास गर्नुको मुख्य कारण नै हेरचाहको कमी हो। त्यही हो। महामारीपछि अचानक सबैजना अफिस फर्कनु भन्ने आदेश दिनु यसको राम्रो उदाहरण हो, किनभने त्यस्ता निर्णयहरूले कर्मचारीको जीवन, उनीहरूको परिवार, उनीहरूले 2 वर्ष लगाएर बनाएको नयाँ जीवनशैलीमा पर्ने असरप्रति मतलब कुनै वास्ता नभएको देखाउँछ। नेतृत्वले डाटा र उत्पादकत्वको कुरा गर्छ, तर कर्मचारीले सुन्छन् तिमीलाई के पर्छ, हामीलाई मतलब छैन। यसले हेरचाहको अभावलाई स्पष्ट पार्छ र विश्वासको खाडल सिर्जना गर्छ। एकदम। वाह, त्यसो भए यो त 2 फरक दृष्टिकोणले एउटै कुरा भनिरहेको जस्तो भयो। विद्यालयका 5 सिद्धान्तहरू र फेल्टम्यानका 4 क्षेत्रहरूले जोडेर हेर्दा एउटा ठूलो चित्र देखिन्छ। हो, देखिन्छ। विद्यालयका सिद्धान्तहरू चाहिँ फेल्टम्यानको सैद्धान्तिक फ्रेमवर्कलाई व्यवहारमा उतार्ने कसरी गर्ने गाइड जस्तै रहेछन्, हैन त? एउटाले के हो भन्छ, अर्कोले कसरी गर्ने भन्छ। तपाईले एकदम सही ठाउँमा समात्नुभयो। यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यी दुवै स्रोतहरूले एउटै कुरालाई जोड दिन्छन्। विश्वास अमूर्त भावना होइन, यो ठोस व्यवहारबाट निर्माण हुन्छ। जस्तै विद्यालयमा साझा उद्देश्य, पर्पस हुनुले नेतृत्वको इमान्दारी, सिन्सियरिटीमा विश्वास बढाउँछ, किनकि सबैलाई थाहा छ हामी एउटै लक्ष्यका लागि काम गर्दैछौँ। अनि स्पष्ट प्रक्रिया हुनुले नेतृत्वको सक्षमता र विश्वसनीयतामा विश्वास जगाउँछ। हो। यसले देखाउँछ कि नेतृत्वलाई के गर्ने भन्ने थाहा छ र उनीहरूले एउटा भरपर्दो प्रणाली बनाएका छन्। एकदम सही। र सबैभन्दा महत्त्वपूर्ण, सकारात्मक मान्यता दिनु र सहयोगी प्रतिक्रिया दिनुले त्यसले हेरचाहको भावनालाई प्रत्यक्ष रूपमा प्रदर्शन गर्छ। त्यसले देखाउँछ कि तपाईँ व्यक्तिलाई र उसको प्रयासलाई महत्त्व दिनुहुन्छ, उसलाई साधनको रूपमा होइन। ठीक। फेल्टम्यानले विश्वासको स्नायु विज्ञान मतलब न्यूरोसाइन्सको कुरा पनि गरेका छन्, जुन निकै रोचक लाग्यो। हो, त्यो साँच्चै मनन योग्य छ। उनका अनुसार विश्वास र अविश्वास हाम्रो मस्तिष्क र शरीरमा हुने जैविक अवस्थाहरू हुन्। जैविक अवस्था? हो। जब हामी कसैमाथि अविश्वास गर्छौं, हाम्रो मस्तिष्कको एमिगडेला जस्ता डर र खतरासँग सम्बन्धित भागहरू सक्रिय हुन्छन्। हामी सतर्क हुन्छौं, रक्षात्मक हुन्छौं र खुला भएर सोच्न सक्दैनौं। भनेपछि कसैले हाम्रो ख्याल राख्छ भन्ने महसुस हुँदा हाम्रो दिमागले शाब्दिक रूपमा खतरा छैन, डुक्को हुँ भन्ने संकेत दिँदो रहेछ। हो। यो त हाम्रो फाइट अर फ्लाइट रिस्पोन्सलाई बन्द गरेर रेस्ट एन्ड डाइजेस्ट मोडमा लगे जस्तै भयो, जसले गर्दा हामी रचनात्मक काममा ध्यान दिन सक्छौं। तपाईले ठ्याक्कै बुझ्नुभयो।
विश्वास निर्माण गर्नु भनेको डर र चिन्ता उत्पन्न गर्ने त्यो अविश्वास नेटवर्कलाई शान्त पार्नु हो र सुरक्षा, सम्बन्ध र सहकार्यको भावना दिने विश्वास नेटवर्कलाई सक्रिय पार्नु हो। हेरचाह देखाउनु भनेको शाब्दिक अर्थमा अर्को व्यक्तिको मस्तिष्कमा सुरक्षाको भावना जगाउनु हो, जसले उनीहरूलाई खुला, रचनात्मक र सहयोगी बन्न मद्दत गर्छ। आजको छलफलबाट के स्पष्ट हुन्छ भने विश्वास एउटा सफ्ट स्किल मात्र होइन, यो कुनै पनि सफल सङ्गठन, चाहे त्यो विद्यालय होस् वा कम्पनी, त्यसको मुख्य काम हो, यो मूल काम नै हो। यो अमूर्त रूपमा आफै बन्ने कुरा होइन, यसलाई जानी निर्माण गर्नुपर्छ। हो, यो उद्देश्य स्पष्ट पारेर, जवाफदेहिता साझा गरेर, प्रक्रियामा ध्यान दिएर र साँचो अर्थमा हेरचाह देखाएर निर्माण गरिन्छ। यो एकपटक गरेर हुने काम पनि होइन, यो निरन्तर गरिरहनुपर्ने अभ्यास हो। अन्त्यमा एउटा विचारणीय प्रश्न छोडेर जाउँ। अन्तवार्तामा चार्ल्स फेल्डमनले एउटा प्रश्न उठाएका थिए। यदि विश्वासलाई पनि कामको प्रदर्शन मापन गर्ने अन्य सूचकहरू जस्तै एक प्रमुख प्रदर्शन सूचक माने की पर्फर्मेन्स इन्डिकेटर KPI को रूपमा व्यवहार गरियो भने सङ्गठनहरूमा हुने कुराकानी र संस्कृतिमा कस्तो परिवर्तन आउला? यो एक शक्तिशाली प्रश्न हो। कल्पना गरौँ त, यदि नेताहरूलाई उनीहरूको टोलीमा विश्वासको स्तर कति छ भन्ने आधारमा मूल्याङ्कन गरिने हो भने उनीहरूको प्राथमिकता र व्यवहार निश्चय नै बदलिने थियो। त्यो बुत्त हो। उनीहरूले त्रैमासिक रिपोर्टमा हाम्रो टिमको विश्वास स्कोर 5%ले बढ्यो भनेर प्रस्तुत गर्नु पर्यो भने के होला? गजबको सोच हो यो। हेरचाह देखाउनु, इमानदार हुनु, विश्वसनीय बन्नु सायद उनीहरूको कार्यविवरणको सबैभन्दा महत्त्वपूर्ण हिस्सा बन्थ्यो होला। तब विश्वास एउटा राम्रो कुरा मात्र नभएर एउटा अनिवार्य आवश्यकता बन्थ्यो।